यो चाहिँ पुरै अङ्गुरको के भन्छ अरे के हो त्यो अङ्गुरको बुट्टा हो ल। यस्तो पानी परेछ, छाता ओढेर हिँड्नु परेछ। पानी नि क्या मस्त परिरहेको कि होइन। पानीले चाहिँ रुवा पनि लागिरहेछ अनि जाडो पनि भइरहेछ, शीतल पनि भइरहेछ, सबै एकैचोटि भइरहेछ क्या। पानी चाहिँ एकदम सिमसिम पानी परिरहेछ। आज छुट्टीको दिन चट्टले हिँडियो होइन। अब यो बिल्डिङ त कति देखाउँदा वाक्क परिसक्यो, तर हेर्न चाहिँ मजा आउँछ। राम्रो छ, माटो सुर्कीले बुनेको जस्तो एकदम हुन्छ नि, पुरानो जमानाको क्या त्यो चाहिँ जस्तो छ। त्यो हेर्दाखेरि चाहिँ आफूलाई सुख लाग्छ। अनि मलाई यो मौसम के यो मौसम यो घर देख्दाखेरि चाहिँ मलाई मेरो जिजू हजुरबासँग चाहिँ म उता बेसीतिर होइन, बेसी लेक साइडतिर खेलेको हुर्केको त्यो खोलाको छेउमा तालको नजिक गरेको चाहिँ कस्तो याद आयो क्या। अनि हजुरबाले के दुधहरू दिने खाना दिने गर्थे जिजू हजुरबाले। जिजू हजुरबा होइन, हजुरबाको नि बाले होइन, यस्तो क्या त्यो याद आउँछ क्या। अनि रमाइलो पलहरू हो त्यो चाहिँ। यस्तै पानी परेको बेला चाहिँ जान्थेँ असारतिर, कस्तो आनन्द हुन्थ्यो। वाह, अहिले अब टक्कै हिँड्नु पऱ्यो। अहिले कुकुर लिएर हिँड्ने होइन। यो चाहिँ यो भाँडो छ नि, यो भाँडो चाहिँ कोरियनहरूले खिम्ची बनाउनलाई युज गर्थ्यो। पहिला चाहिँ एकदम भ्यालु हुन्थ्यो होला, अहिले चाहिँ 0 भ्यालु छ। यस्तो पानी परेर हेर, चिप्लो भयो बाटो। आम्मामा हेरिराखौँ जस्तो छ नि त बाटो। यस्तो बेला चाहिँ खतरा हुन्छ, उझाउँ हुन्छ उझाउँ। वा, पप्पीलाई नि चक्क छाता के अरे रेनकोट ओढाइदिएर आमैले लिएर हिँड्नु भयो। वाउ पप्पीको रेनकोट छ नि त ब्लू कलरको, तर सबै रुजिसक्यो बिचरा। त्यो के भन्छ अरे, त्यसको कारणले गर्दा अरे त्यो रेनकोट त्यो टोपी चाहिँ अब कुकुर त हो। 19 सेकेन्ड रहेछ, दौडिनु पऱ्यो। एक लट पारी कट्नुपर्छ होइन म। यस्तरी दौडेर पारी गरिदिइहाल्यो नि म। भनेपछि म यहीँबाट जाँदा नि हुन्छ होला। यस्तो छ फेरि बाटो। पानी परिरहेछ, टाढो पनि भइरहेछ, के गर्ने टक्कै हिँड्न पऱ्यो। यस्तोमा चाहिँ हिँड्न मजा हुन्छ। पानी जमेछ नि त यहाँ। पानी आज दिनभरि पर्ने देखाइरहेको छ, क्या हो धेरै पछि पनि पानी पर्न त अब गर्मी सुरु हुन्छ झन्। अब आज पानी पऱ्यो भनेपछि अब झन् गर्मी सुरु हुन लाग्यो। मौसम चेन्ज हुन्छ नि त, त्यही भएर। तर यति बेला चाहिँ मलाई चाहिँ एकदम रमाइलो फिल भइरहेको, किन भन्दाखेरि शीतलो नि भयो अनि मेरो मेमोरीमा चाहिँ कति चिजहरूको याद आयो कि। मेरो दिमागमा हुन्छ नि मेमोरीमा भएको जस्तो। अब यो बाटोमा ढुङ्गाहरू, अब यो जतिसुकै बनाए पनि नेचुरल जस्तो त हुँदैन। तर अब मान्छे चाहिँ विकसित राष्ट्रको चाहिँ यो एउटा पहिचान होला है। सबै कुरामा चाहिँ सेवा सुविधा, सबै कुरामा चाहिँ राम्रोपन भन्ने चाहिँ हुँदो होला। ओहो, त्यहाँ त हावाले झारेछ नि त, दाउरा झारेछ नि त। घर भएको यता एक छाक पाक्थ्यो है, यो यत्रो दाउराले है, यत्रो दाउरा रहेछ, झरेछ कहाँबाट। यहाँ त अब हावाहुरी लगाएर यति बेला चाहिँ यहीको डर हुँदो रहेछ। माथि आकाशबाट चाहिँ
त्यस्तोहरू चाहिँ झरिरहेको छ होला। अलि विचार पुऱ्याउनु पर्छ होला है। अब यो पुरानो डाँठहरू झर्ने हुन्छ नि त यो बेलामा। कोही पनि छैन, म छु एक्लै। पानी परेछ जट्ट न्यानो भएर आफ्नै कोठामा बसिरह होलान्, कोही काममा गयो होलान् होइन, यस्तै छ। अनि आवाज सुन्नु न, आवाज कस्तो मजाको आवाज है। वाउ, टक्र्याङ टक्र्याङ टक्र्याङ, चुरुन चुरुन चुरुन, रिल्याक्सेसन बनायो त। वाउ वाउ।